केही धितो माग्नु भयो त? नै लोन पास गर्नलाई कति टाइम लाग्यो फाइनेन्स गराउनलाई? फाइनेन्स गराउनलाई अब हामीले त्यही आधा घन्टा जति 30 मिनट जतिमा सबै कुराहरू सल्भ भयो। यति छिटो फाइनेन्स हुन्छ जस्तो तपाईँले राखेको थियो? नै हामीले अब 2-4 दिन 3-4 दिन जस्तो लाग्छ होला भन्ने लागिरहेको थियो, तर छिटै काम भयो। अब खुसी नै छौँ हामी। तपाईँको बजारले तपाईँसँग यो गाडी लिँदाखेरि फाइनेन्स गर्दाखेरि केही धितो माग्नु भयो त? नै कुनै धितो बिनै होइन। हामीले अब अनि तपाईँको बजार रुकुमभरि फैलिनु पर्यो? होइन, अब अरू सबै चाहनु हुनेहरूलाई सबैलाई म कन्ट्याक्ट गर्छु। यो हाम्रो बजार झमक्क यो रातमा तपाईँको बजार अझै छ साथमा दिन रात मेहनत गर्दै तपाईँहरूलाई सेवा सुविधा दिँदै अहिले पनि हामीले सेवा सुविधा दिँदै आइसकेको छौँ हामी नेपालगञ्जमा। सर नमस्कार, हजुरको नाम? मेरो नाम रमेश गिरी। अनि हजुरको सर? मेरो टेकलाल ओली सर। हजुरहरू कहाँदेखि आउनुभयो त? हामी रुकुम खारादेखि। रुकुम खारादेखि यहाँसम्म आइपुग्नु भयो है? हजुर एकदमै सर। अनि बिना धितो बिना ग्यारेन्टर तपाईँहरूले गाडी फाइनेन्स गर्ने मौका पाइराख्नु भएको छ, तपाईँलाई कस्तो फिल भइराखेको छ? एकदम खुसी भइरहेछ। अनि अरूलाई के भन्न चाहनुहुन्छ? अरू व्यवसायीहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई अब हाम्रो बजारले होइन कुनै पनि बिना धितो बिना अब 45-50 लाखको गाडी बिना धितै खसी बेचेर पुगेन, गाडी ल्याउँदैछु। गाडीबाट कमाइ राम्रो छ।